हेलो साथी हो, वेलकम टु माई सेकेन्ड ब्लग। आज चाहिँ मेरो ब्लगको दोस्रो दिन हो। हजुरहरूलाई मैले हिजो नै मेरो इन्ट्रो दिइसकेँ मेरो फर्स्ट ब्लगमा। आज चाहिँ मेरो दोस्रो ब्लग हो र म चाहिँ हजुरहरूको नै प्यारो मान्छे अमिर तामाङ हो। मेरो यस ब्लगद्वारा चाहिँ म हजुरहरूलाई विभिन्न चिजहरू देखाउनु छु। आजको मेरो सेकेन्ड डेको ब्लगमा हजुरहरूले के देख्न सक्नुहुन्छ भने आज चाहिँ हामी साथीहरू मिलेर जङ्गलमा पढ्न आएको छु। यता पढ्न आएको छु, तर म चाहिँ एक्लै अहिले माथितिर आएको छु। यहाँ माथि जङ्गलतिर यसो बिहान बिहान मर्निङ वक जस्तो एक्लै आएको छु माथितिर। केटाहरू चाहिँ सबजना तलतिर छन्। म हजुरहरूलाई देखाउनु छु के गरिरहेको छन्। हजुरहरूले यसै भिडियोमा देख्न पाउनुहुनेछ साथीहरू। टु बी कन्टिन्यू माई ब्लग। ल साथीहरू, म चाहिँ अब तलतिर गइरहेको छु। केटाहरू के गरेर जङ्गलतिर साथी हो। म चाहिँ के गरेर देखाउन चाहन्छु। म यहाँ बाटोमा आउँदै गर्दा उनीहरू चाहिँ यहाँ थाकल रहेछ साथी हो। यहाँ थाकल रहेछ। यहाँ थाकलहरू लगेर जाने केटाहरूलाई देखाउनु। यहाँ बाँकीतिर थाकल डेन्जर रहेछ साथी। यहाँ हेर्नु है, थाकल यसलाई भन्छ। थाकलले जङ्गलमा थाकल छ नि। यो निकालेँ फाइनल्ली। अब चाहिँ यसलाई म फाइनल्ली जान्छु म अब साथी हो। थाकल हजुरहरूले पक्कै पनि थाहा नै होला। म चाहिँ अब साथीहरू के गरिरहेको छ, को पढिरहेको छ। फेरि उनीहरू यस्तो हो कि मोबाइल हेरेर बसिन्छ कि पढ्दैन कोही पनि, पढ्ने खालको छैन। मोबाइल हेरेर बस्ने अब कोही यस्तै हो नि त होइन। म त त्यस्तै भइरहेको छु, नपढिकन भिडियो बनाइरहेको छु होइन। यो थाकलले यो खान मिठो हुन्छ। अनि म चाहिँ अब केटाहरू के गरिरहेको छु त्यहाँ गएर देखाउँछु। सबजना यहाँ छन्, थुप्रै केटाहरू छन् जङ्गलमा, सब छरेर पढिरहेको छन्। म चाहिँ गइरहेको साथी हो। ल टु बी कन्टिन्यू। एकजना चाहिँ उठाएर छ पढिरहेको छ मस्त। म चाहिँ यहाँ आइपुगेछु अब फाइनली है। म जाँदैछु। एकजना चाहिँ उठाएर रहेछु, उता हुँ। एकजना यहाँ पढिरहेको छ है। यो यहाँ पढिरहेको छ। अब यहाँ भन्नुपर्छ, ओ कति पढिस् हो, कति पढिस्? हल्का पढिस्? के पढिरहेको अन्त? कति याद गरिस्? 1 पेज। अनि म सोधिदिउँ तँलाई सोधिदिउँ त। सिँगान भने के हो? समय। ए सिँगानतिर सिँगान आउँछ आउँदैन? ए भाइ त्यस्तो नबोल्ने यार, माया गर्छु यार। ल ठिक छ पढ। यता पनि थाका खाँदै हो। मैले यहाँ ल्याएको छु नि, खाने हो होइन, यो जङ्गली केरा खाएर हो कि। ए ल गेडा खाएर हो कि हड्नु। उतातिर जान्छु। उता केटाहरू सब पढिरहेको छन्, उतातिर जान्छु म। त यहाँ पढ्दै गर ल। ठिक छ। एकजना चाहिँ यहाँनिर पढ्दै थियो। अब चाहिँ म उतिर जाँदैछु। अरू केटाहरू पनि कहाँ के गरिरहेको छ होइन। अब जानुपर्यो जङ्गलको बाटो। जङ्गल छ यहाँ। अरू केटाहरू चाहिँ कहाँनिर छन्। एकजना त्यहाँ पढाएर छ। केटाहरू थुप्रै आउँछन् कि अब उता बसेर पढ्न सक्दिनँ गर्मीले। अनि यतातिर आउँछन् कि पढ्न जङ्गलतिर। अनि यस्तै छ। म पनि अब थाकल खाँदै जानुपर्छ मलाई। मैले पढाएको छैन फेरि होइन। अब यस्तै अब केटाहरूको होस्टेल लाइफ हो। होस्टेलमा बसिरहेको छ यस्तै हो साथीहरू। के गरौँ, गाह्रो छ। कता केही थाहा छैन। यत्रो राम्रो हरियाली जङ्गल राम्रो। एकदिन चाहिँ उता पढ्दा छु, एकदिन चाहिँ त्यहाँ त्यहाँ हिँडी पढ्दा छ मस्त है। यस्तो चाहिँ त्यहाँ हिँडी पढ्दा चाहिँ एकजना आफ्नै पारामा पढ्दा छ। यहाँ यस्तो सुन्दर वातावरण त्यहाँ ग्राउन्डमा हिँडेर। आज हामी सबै यसरी हिँडेर उतानिर छन्, एकजना पढिरहेको छन्। अब अरू कहाँ छन् केटाहरू थाहै छैन कि। यस्तो राम्रो छ भ्यू साथीहरू। तपाईँले देख्न सक्नुहुन्छ यस्तो बुटोलको तामनगर भन्ने ठाउँमा आयो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू देखिन्छ साथीहरू। अब अरू केटाहरू कहाँ छन् भन्ने हो कि। अब फेरि म अर्को ठाउँमा जानु लाग्छु। केटाहरू कहाँ छन् दुईजना त्यहाँ भेटियो, कता पढ्दा रहेछ। उतातिर जानु लाग्छु म। कता होला नि त कोही त होइन यतातिर। कोही छैन त। कहाँ गयो केटा हो। यस्तो शान्त वातावरण आएर पढ्छौँ हामी जङ्गलमा, सुनसान जग्गामा। यहाँ चाहिँ एकदम सुनसान छ क्या, पढ्दै जानु याद हुन्थ्यो भने आएर पढ्यो नि हामीहरू चाहिँ। केटाहरू छैन रहेछ, कहाँ गयो त। ल
झन् म त केटाहरू भेट्छ भने आज केटाहरू उता जङ्गल चाहिँ गएँ त्यहाँनिर पनि जान्छन् केटाहरू त्यहाँ जङ्गल छ नि त्यहाँनिर केटाहरू छ त्यहाँनिर गएर पढ्छन् केटाहरू अब त्यही शान्ति जङ्गलमा गएर पढ्छन् अनि यहाँ चाहिँ म चाहिँ यहीँनिर आएर पढ्थेँ कि पहिला अनि आजभोलि चाहिँ उतै पढ्छु सुनसान जग्गा छ कि एकदम राम्रो हरियाली बनाएर छन् तर केटाहरू चाहिँ कहाँ गएर पढाएको छ मलाई थाहा भएन कि गाह्रो चाहिँ जङ्गलमा जहाँ पनि गइदिने केटाहरू कता कता कहाँ भेट्ने केटाहरूलाई केही थाहै छैन यहाँ चाहिँ फेरि धमिराको गुड्डो चाहिँ आउँदा आउँदा मैले भेट्यो बाटोमै धमिराको गुड केटाहरू कहाँ हो के थाहा छैन यहाँ थाहा छैन मैले केटाहरूलाई अब छोड्दा अब मैले के भेट्यो यहाँ आउनु बाटोमा के रहेछ यहाँ अम्बो यो त ऊ होइन हेर्नु साथी हो के हो यो थाहा छ तपाईँहरूलाई हेर्नुहोस् त यो भेट भएको मैले आउँदा आउँदा के हो यो अबु यसलाई के भन्छ ए यो भेट भएको मैले आउँदा आउँदै बाटोमै यो साथी यहाँ हेर्नु त के भेट भयो यस्तो यो अम्म अनौठो चिज के हो यो म बाटोमा हिँड्दा यस्तो भेट भइरहेको के हो यस्तो यो अम्मो यसलाई तपाईँहरूले चिन्नु सङ्खे किरा हुन्छ यसलाई तपाईँहरूले चिन्नुहुन्छ यसलाई के भन्छ सङ्खे किरा हेर्नुहोस् साथी हो यस्तो हुन्छ ए यो सङ्खे किराको कुरो नगरौँ होइन केटाहरू कहाँ त्यो केटाहरू खोज्नुपर्छ मैले मैले केटाहरू खोज्ने हो यता लगभग आज कोही पनि आएन साथी हो ठिकै छ केटाहरू कहाँ भागेको छन् उता अब चाहिँ म उता फर्किन्छु अब म पनि पढ्नुपर्छ अब चाहिँ म पनि फर्केर एकदम ननस्टप पढ्नुपर्छ म पनि यहाँतिरसम्म आयो अब म पढ्छु साथी हो फाइनल्ली एकदम हरियाली यस्तो जङ्गल मैले हजुरलाई देखाएँ आजको तपाईँलाई के कस्तो लाग्यो होइन मेरो अन्त फेरि यहाँ आइसक्यो क्या यता केटाहरू कोही छैन कहाँ भागे केटाहरू एकदम जङ्गलमा सुनसान जङ्गलमा बाघ भालु आयो भने सिद्धि केटाहरूमा कहाँ भाग्छन् यदि बाघ भालु आयो भने सिद्धि केटाहरू जङ्गलमा केही पनि हुनसक्छ डर त लाग्नु पऱ्यो हुन्छ नि यहाँ मस्त आफ्नो तालमा पर्दैन फेरि केटाहरू कोही छैन यार केटाहरू कोही छैन यार डरायो के हो कि रुइरहेको त भन्छ ब्रेकअप भन्दैन कसम यो भिडियो नहाले कसम यहाँ सातो बुद्लो नयाँ क्यार आनन्द मस्तले पढिदियो भयो ठिक तेरो साथी ठिक छ केही छैन है सन्चिक भनेको त सन्चिक मैले त्यो थाहा नसोध्यो म यहाँ यस्तो भ्लग पनि यहाँ यस्तो भाइरल लग्यो अब सो के गाइज आजको लागि यति नै र हामी भेटिने छौँ नेक्स्ट भ्लगमा नेक्स्ट कन्टेन्टको साथ एकदम आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो यदि राम्रो लागेमा लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुलिनु होला र सेयर पनि गरिदिनु होला यदि तपाईँहरूलाई राम्रो लागेमा अनि हामी चाहिँ नेक्स्ट भ्लगमा भेट्नेछौँ अब मेरो साथी छन् केही भन्न चाहन्छ म चाहिँ यति भन्न चाहन्छु कि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला एकदमै 1 मिलियन भ्युज आउनु पर्यो हो ल जय नेपाल गुड नाइट सबैजनालाई ह्याभ अ नाइस डे इङ्ग्लिस चाहिँ बोल्न आउँदैन फेरि ल जय नेपाल सबैजनालाई ल बाई बाई नेक्स्ट भ्लगमा भेटिन्छ हो कि होइन भन्दै बाई बाई अमित तामाङ च्यानलमा सब्सक्राइब गरिदिनु होला अवश्य नभुल्नु होला हस् त बाई बाई नमस्ते